के तपाईँ पिएससी तयारी गर्दै हुनुहुन्छ तर धेरै कुरा याद गर्न गाह्रो भइरहेको छ? चिन्ता नलिनुहोस्। आज म तपाईँलाई यस्तो ट्रिक सिकाउने छु जसले तपाईँलाई धेरै प्रश्न सजिलै याद गराउँछ। नमस्कार साथीहरू, म आरके। स्वागत छ पिएससी ट्रिक च्यानलमा। आज हामी महत्त्वपूर्ण जिके ट्रिक सिक्नेछौँ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। आज म कुन देशले के सहयोग गर्ने च्याप्टरमा पार्ट 2 लिएर आएको छु, जसमा नेपालमा रुस देशले के सहयोग गरेको छ भन्ने टपिकमा हामी ट्रिकद्वारा सिक्नेछौँ। जसमा यहाँ दिएको छ पनौती जलविद्युत आयोजना। के दिएको छ त? पनौती जलविद्युत आयोजना। यसलाई के सम्झने त? यसलाई यहाँनिर के सम्झने? यो पनौती के सम्झिने त? यहाँ पनौतीसँग कोही पनि खुस हुन सक्दैन भनेर सम्झिने। यो खुस भनेको रुस सम्झिने। यहाँ खुसलाई के सम्झिने त? रुस सम्झिने। यो खुसलाई के सम्झिने त? रुस सम्झिने। त्यसैले यहाँ के ट्रिकद्वारा के सिक्ने त? पनौतीसँग कोही पनि खुस हुन सक्दैन। पनौती भनेको खुस भनेको रुस भनेर सम्झिने। त्यसै गरी दोस्रो नम्बरमा छ जनकपुर चुरट कारखाना। जनकपुर चुरट कारखाना। यहाँ के सम्झिने? चुरट खाने अथवा धुवाँ उडाउने सँग कोही पनि खुस हुनै सक्दैनन्। के त? खुस भनेको रुस हो। हामी यहाँ माथि दिएको छ खुस भनेको रुस सम्झिने। त्यस्तै गरी जनकपुर चुरट कारखानालाई के ट्रिक सम्झिने त? चुरट खाने अथवा धुवाँ उडाउनेसँग कोही पनि खुस हुन सक्दैन। यो भयो जनकपुर चुरट कारखानाको। अर्को हामी जान्छौँ कान्तिबाल अस्पताल। यसमा के सम्झिने त? ट्रिकमा के सम्झिने? कान्तिमा बालबालिकालाई प्रयोग गरेको घटनामा कोही के हुन सक्दैनन् त? खुस हुँदैनन्। के सम्झिने त? कान्तिमा बालबालिकालाई प्रयोग गरेको घटनामा कोही खुस हुँदैनन्। खुस भनेको के हामी सम्झेका थियौँ माथि? रुस। यो सम्झिने। त्यसै गरी अर्को छ वीरगन्ज चिनी कारखाना। वीरगन्ज चिनी कारखानालाई के सम्झिने त? यहाँनिर के सम्झिने? यहाँनिर के सम्झिने? वीरगन्जको वीर र चिनी सम्झिने। वीर चिनी। अब यो वीरचिनी भनेको के त? वीरचिनी बिर्सिने भनेर चिन्ने। बिर्सिने। अब यहाँ के लेख्ने त? बिर्सिने भनेर यहाँनिर बिर्सिनी
बिर्सिनी बिर्सिनी बानी भएका सँग कोही पनि खुश हुँदैनन् भनेर सम्झिने। वीरगन्ज चिनी कारखानालाई के भन्ने? बिर्सिने बानी भएकासँग कोही पनि खुश हुँदैनन् भनेको हामी यहाँ माथि के लेखिएको थियौँ त? खुसीलाई रुस भनेर खुस रुस भनेर सम्झिने। मेरो यो पिएससी ट्रिक कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला र आजलाई यति नै। मेरो युट्युब च्यानल सब्सक्राइब र कमेन्ट गर्नुहोला। धन्यवाद।